see an amazing place. Feels like a dream. A place of many wonders. And full of life. I open my eyes. Earth is our Pandora. We are on the way to बालुवा डाँडा। आज हामी बालुवा डाँडाको यात्रातिर छौँ है। म तपाईहरुलाई त्यहाँको भ्यूहरु शेयर गर्नेछु। तपाईहरु पनि समय मिलाएर काउसती नवलपुर जिल्लातिर हुनुहुन्छ भने समय मिलाएर निक्लिन सक्नुहुन्छ। यो भनेको चाहिँ फलफुल चोक हो। बालुवा डाँडा जान चाहिँ यो बाटोबाट चाहिँ सिधै माथि लाग्नुपर्ने रहेछ। त्यही भएर हामी पनि ठ्याक्कै यहाँबाट माथि लाग्यो। फलफुल चोक अहिले त धेरै परिवर्तन भयो। पहिला अब पुरै फलफुल थियो के रे। त्यही भएर अहिले हामी सिधै माथि लागिएको छ। फलफुल चोकदेखि माथि जाने बाटो नछोडिकिन, विष्णुनगर जाने बाटो नछोडिकिन हामी लोकललाई त थाहा छ हैन, बारस्थान जाने बाटोबाट ठ्याक्कै माथि लाग्ने हो भने सबैलाई थाहा छ। तर जो बाहिरबाट आउनु भएको छ टुरिस्टहरु भिजिट गर्नको लागि आउनु भएको उहाँहरुलाई चाहिँ म सजिलो तरिकाले के भन्छु भन्दाखेरि फलफुल चोकबाट सिधै स्ट्रेट बाटो नछोडिकिन डाइरेक्ट जाने। ठीक छ नि। पानी परेको भएर पनि होला हैन, हाम्रो यात्रा गर्ने बाटो चाहिँ एकदम रमाइलो पनि भयो हैन। यसो बाहिर हेर्दाखेरि डाँडातिर हेर्दाखेरि हेर्नु न, त्यस्तो पुरै बादलै बादल छ। यस्तो रमाइलो, यस्तो एक्साइटमेन्ट भएको छ है। बादलले डाँडा छेकेको छ। हुन्छ नि कपासहरु हुन्छ नि, हो त्यस्तै कपास देखिरहेको छ। सो एक्साइटेड भएको छ जो त्यो हेर्न जानको लागि। मौसम पनि त्यसै सानो गएको। अब पानी पर्यो भनेर भित्र बस्नु पनि अल्छी लाग्ने। त्यही भएर पानीमै भए पनि निक्ल्यौँ। अनि यो चाहिँ खङखङ हो है। यो काउसतीको एकदम राम्रो प्लेस ठानिन्छ डिनरको लागि। लेट नाइट डिनरको लागि चाहिँ त्यहाँ गइन्छ। सँगसँगै अब त्यही हुन्छ नि झिरहरु यताउता खाने ठाउँ हुन्छ पनि। माथि चढिरहेको चिसो बढी नै भयो। धन्न हामी व्यवस्था गरेर हुडसुट लाएर गइएको थियो, नत्र त चिसोले मारि नै नि त। अब गाउँले कटेज बनाउनको लागि चाहिँ अब अरु 4 किलोमिटर छ। यही बाटोबाट गइयो भने चाहिँ पुगिन्छ। गाउँले कटेज भनेको चाहिँ ठ्याक्कै बालुवा डाँडामा छ, त्यहाँबाट माथि हो। अब बिस्तारै हामी अफरोडतिर जाँदैछौँ। अफरोडतिर गइयो भने चाहिँ डाँडाकाँडा छ। उहाँहरु चाहिँ मेरो दिदी भिनाजु हुनुहुन्छ। टक्क दिदी भिनाजु आएको मौका पारेर अब पानी परिरहेको थियो, भित्र बस्नुभन्दा बाहिर जाम घुम्न भन्ने भयो। त्यही भएर हामी 4 जना चाहिँ निक्लेका छौँ। यो झिलमिली चाहिँ के हो भन्ने सोच्नुला है। यो चाहिँ रमाइलो कटेज हो। यो रमाइलो कटेज भन्दा पनि अझ खाजा घर। यहाँ चाहिँ एकदम इन्जोयमेन्ट रमाइलो मिठो खाजा पाइन्छ भन्ने कुरो छ। अब फर्किँदै त्यहाँ खानु होला। वातावरण यताउताको वातावरण निहाल्दै हिँडेको छ। ल उतातिर अलिअलि उजेलो पनि भएको छ, खारिदिएको छ, हिँडिराखेको छ। उकालो लाग्यो। अब हामी उकालो सुरु भयो। उकालो अब पुरै उकालो डाँडा चढ्ने हो। डाँडा चढ्ने हो। बाडुवा डाँडाबाट अझै माथि गयो कुमसोदबाट अझै माथि गए त्यहाँभन्दा माथि चाहिँ थाहा छैन। त्यहाँभन्दा माथि थाहा भएको चाहिँ कमेन्ट गर्नु होला। त्यहाँसम्मको चाहिँ कुमसोद भन्ने थाहा। बालुवा डाँडामा चाहिँ गाउँले कटेज छ अरे। त्यहाँ गाउँले कटेजमा चाहिँ दर रमाइलो गर्नुपर्छ भनेर हिँडेको। आज पानी परेको छ। यस्तो पानीमा फेरि हजुरहरू कसैको बाइक स्कुटी अब गाडी जाँदैन के रे। रिजर्भ गर्ने कि अटो रिजर्भ गर्ने कि गाडी रिजर्भ गर्ने, अथवा आफ्नै साधन छ भने आफ्नो साधन लिएर जाने हो, न त त्यतिकै हिँड्न मिल्दैन। अब त्यसैमा जाने हो। अनि सँगसँगै अब यस्तो बाटोमा जाँदाखेरि चाहिँ जसको गाडी घोडा मानम बाइकहरु, घोडा त अब कसले ल्याउँछ र, बाइकहरु स्कुटीहरुको चाहिँ जसको टायरको गोटी छैन त्यसले चाहिँ अलिकति सतर्क भएर हिँड्नु होला। किनकि अब पानी परेको बेला चाहिँ बाटो चिप्लो हुन्छ। एक ठाउँमा चाहिँ एक्सिडेन्ट पनि भएको रहेछ। ठिक छ, रमाइलो हिँड्ने छ। रमाइलो भएको छ। वातावरण जे होस् चिसो छ। चिसो हावाले नि हानेको छ। सँगसँगै पानी परेको भएर नि चिसो मौसम छ। त्यसै त यो माथि आएपछि चिसो हुने हो। अझ पानी परेको भएर झन् चिसो भयो। उकुरो ढकमक्कै ढाकेको छ। ओहो जाडो छ लास्टै।
टोपी लाउँदा त सुहाउन त्यही पनि क्या नि टोपी लाउनै पर्यो जाडो छ नत्र भोलि बिहान सुताइ गरिदिन्छ घर नटेरी हिँडेको अनि फेरि चिसो भइहाल्यो भने त थर्काइहाल्छ नि मैले भनेको मान्थिस् र भनिहाल्छ नि डाइलेक्ट पाइहाल्छ नि होइन हिँडेको छ दाजुभाइ गफ गर्दै गर्दै हिँडेको छ अगाडि के हेर्दैमा भ्यूहरू पुरै कुहिरो लगमुक्कै ढाकेछ सेतै भयो अगाडि पनि सेतो पछाडि पनि सेतो भिजनको लागि नै गाह्रो भयो चिसो लगाइहाल्यो नागा चिसो तान्न परिरहेको छ जस रमाइलो छ अब हामी आउनु लाग्यो अब 2 किलोमिटर मात्र बाँकी छ यस्तो भ्यू हेर्न पाइएको छ हो पुरै सेतै छ बादलहरूले छेकिरहेको छ कुहिरो बादल भन्दा पनि कुहिरो जहाँसम्म मेरो एक्सपेक्टेसन अनुसार हेभन हो साथीहरू यो हेभन हो मैले स्वर्ग भन्ने त देखाएको छैन यस्तैलाई स्वर्ग मान्ने हो हजुरहरूले के हेर्नुहुन्छ है त वास्तवमा स्वर्ग भन्ने थाहा छैन हुन्छ हुँदैन मलाई थाहा छैन तर आफूले देखेकोलाई चाहिँ सत्य तथ्य मान्न पऱ्यो यही हो स्वर्ग भनेको है त पुरै जस फेस्टिभल समयमै हो समय पानी भनेको अरू बेला अब आफ्नो पनि समय मिल्दैन जाने पनि साथीहरू पनि पाइँदैन साथीभाइ पनि हुँदैन खालि यही समय हो घुम्ने भनेको त्यही भएर अब ल ओ गाइज फाइनल्ली हामी आइपुग्यो है फाइनल्ली माथि त आइयो आवाज घटाउन फाइनल्ली माथि आइयो अब भ्युटारतिरको यात्रा हो चिसो छ गाई टोपी नलाम जाडो हुन्छ टोपी लाम राम्रो देखिन्न त्यसै त नराम्रो छ है आज दुई कुरो जहाजमा त यहाँ कसरी आइयो है बिहानको 4 बजिसकेको छ 6 बजे सरी बेलुकाको 6 बजेको छ किन भन्दा मौसमले गर्दाखेरि बिहानको फिल भइरहेको छ मौसमले च्यालेन्ज हालेर के गर्ने हामी पाउनु पर्यो बाबुले खानु भनेको चिया नै हो मासु जन्ने पदार्थ भनेको प्योर खसी कहिले काहीँको छ होइन मैले काहीँ त झुक्केर अकल झुक्केर मात्रै हो नत्र खाइँदैन 4 कुटे खसी 2 कुटे खसी होइन त्यस्तै भने ल गाई यस्तो रमाइलो ठाउँमा आइयो अब माथि चढ्नु पऱ्यो सिप्ली भने यहाँ उठाउनु गाह्रो पर्छ यस्तो ढिकबाट चढ्ने गाई है हामी चाहिँ अहिले चाहिँ भ्यू टावर हेर्न जाने है ए पुरै अँधेरो छ यहाँ त ए डार्क नाइट हो छतला जति छ अरे के अरे अब हिँड्न सक्दिनँ भन्ने छ यस्तो जाने बेला जसरी जाऊ के अरे फर्किने बेला गुड्काइदिउँ नि मास्तिर हुँदैन गाइस पानी परेको भरहरूलाई बाटो अलि चिप्ले रहेछ सुरजको चप्पलमा त गिरिप पनि छैन क्या जाला चाहिँ सुरज खेलखालमै गाइज ब्लग बनाउँदा गुड्कियो भने मेरो नाम पनि गिनिज बुकमा लेखिन्छ कि त गाइज माथि त आइयो भ्लग बनाउँदा गुड्किन्छु कि जस्तो लाग्छ कति चिसो हो ल है यतातिर गाउँ बस्ती पनि छ दसैँमा पिङ खेल्न पाएँ आज पिङ खेल्छु भन्दैछ के हो पनि अलि नजिक पर्छ भन्ने होला थियो के अरे झन् टाढा ल जस्तो सकस पऱ्यो है यस्तो धरा छ ए ट्याक्टै गयो भने यहाँ पहिला चाहिँ डाँडा पारी सुनको खानी सक्यो पहिले देखियो त त्यहाँ के हो गाइज म त यस्तोमा अलि हिँड्न अप्ठ्यारो छ त्यो पनि